फेमिना मिस इन्डियाबाट क्राउन पाएको छैन भनेर चाहिँ मलाई इतिहास नै रच्नु थियो र रचेर पनि आएँ भनेर यति धेरै खुसी थिएँ। तर मन दुख्यो मलाई पनि, हामीले एक दिन पनि राम्ररी सेलिब्रेट गर्नु पाएन, एक दिन पनि हामी खुसी हुनु पाएन। मेरो ममा त्यो दिनदेखि नै रुनु भएको छ अहिले पनि, अहिले बाटोमा हिँड्दाखेरि पनि। एन्ड आइ एम सो सरी, म तपाईँहरूसँग यहाँ बात मार्नु ढिलो भयो, किन भन्दाखेरि हामी उताबाट हामीले फ्लाइटै पाएन, हामीले थ्रु बाई रोड हामी आउनु पर्यो। अनि बाई रोड आउँदाखेरि पनि हामी ओडिसादेखि कलकत्तादेखि अहिले भर्खर आइपुगेर आउटफिट चेन्ज गरेर म सिक्किम आउँदैछु है। यति टाइमै नपाएर हाम्रो सिइओले पनि हाम्रोबाट सरी भिडियो हाल्नु भएको थियो है। तर मलाई चाहिँ के मन थियो भन्दाखेरि चाहिँ म नै भन्छु आएर सरी, किनकि म लुगा लगाउने मान्छे भनेर चाहिँ मलाई नै सरी भन्नु थियो। एन्ड आइ एम रियली 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 सरी मेरो मनबाट। अनि मैले धेरै भिडियोजहरू पनि बाटोमा आउँदा हेरि नै रहेको थिएँ है, जहाँ चाहिँ तपाईँहरूले भनिरहेको थियो कि हाम्रो आउटफिट बेच्नुको लागि होइन भनेर। म त्यहाँ बेच्नु गएको नै होइन, फर्स्ट थिङ। अनि सेकेन्ड थिङ, म त्यहाँ आफ्नो स्टेटलाई प्राउड बनाउनु गएको, मेरो फ्यामिलीलाई प्राउड बनाउनु गएको। र आई वाज रियली ह्याप्पी कि मैले मेरोबाट दामी गरेँ भनेर। किनकि मलाई पनि मनमा डर थियो कि मैले केही नबिगारोस् भगवान, केही नबिगारोस् भनेर मैले पनि प्रार्थना नै गरिरहेको थिएँ। अनि आई वाज रियली ह्याप्पी। तर मैले यो आउटकम सोचेको थिएन। बट आई एम रियली सरी, म मनबाट 10 चोटि तपाईँहरूलाई भोइ सरी। तर आई एम रियली सरी, आई डिड नट मिन टु हर्ट एनी वान। मेरो इन्टेन्सन नै त्यो थिएन। मेरो खालि एउटै इन्टेन्सन थियो, मेरो स्टेटलाई कसरी प्राउड बनाउनु, मेरो स्टेटलाई कसरी नेसनल प्लेटफर्ममा स्ट्रङली रिप्रेजेन्ट गर्नु, त्यति मात्रै थियो मेरो एउटै इन्टेन्सन। अनि आई थिङ्क द्याट आई डिड। एन्ड एट द सेम टाइम आई एम रियली रियली सरी। फेरि पनि तपाईँहरूलाई सरी।